हार्दिक निमन्त्रणा। जेएनजी आन्दोलनमा खुट्टा गुमाउनु भएका राजेश पोर्तेलको अध्यक्षतामा आन्दोलनको प्रतीक बनेको जुत्ताका मालिक घाइते प्रकाश बोहरा, कर्णालीका दुवै आँखा गुमाउनु परेका सन्तोष बोहरा, 27 छर्रामध्ये अपरेसन गर्न नसकिएका 17वटा अझै शरीरमै बोकेर बाँचिरहनु भएका भूपेन्द्र खड्का, 4वटा गोलीको घाउ शरीरमै लिएर ऋणको कारण विदेशी बाध्य प्रवेश राय र मेरो बुवा कहिले आउँछ भनेर सोधिरहने शहीद दिनेश राजवंशीकी सानी छोरी सहित देशभरका शहीद परिवार र घाइतेहरूको आँसु र बलिदानबाट जन्मिएको राजनीतिक परिवार हो राष्ट्रिय परिवर्तन पार्टी। हाम्रो स्पष्ट उद्देश्य चुनाव हुनु अघि नै जेएनजी आन्दोलनका मुख्य मुद्दाहरू सम्बोधन गराउनु थियो, तर सरकारले देशलाई चुनावतर्फ धकेलेपछि ती मुद्दा झन ओझेलमा नपरोस् भनेर हामीले ढिलो भए पनि पार्टी दर्ता गरी मङ्सिर 27 गते औपचारिक घोषणा गर्ने निर्णय गरेका छौं। हालसम्म उपलब्ध तथ्याङ्क अनुसार देशभरबाट 33,757 जना जेएनजी युवाको साथ, भरोसा र समर्थन पाइसकेका छौं। दमकको उद्घाटन कार्यक्रममा करिब 15 देखि 20 हजारको उपस्थितिको आंकलन गरिएको छ। कार्यक्रममा निम्न प्रमुख गतिविधि रहनेछन्: आन्दोलनका पीडा र सत्य कथाहरू समेटिएको एलईडी भिडियो प्रदर्शन, घाइते र शहीद परिवारहरूको प्रत्यक्ष अनुभव, सन्देश र सम्बोधन, परिवर्तनमुखी गीत संगीत र नृत्य प्रस्तुति, देश कसरी निर्माण हुन सक्छ भन्ने विषयमा जेएनजी युवाहरूको जोसिलो वक्तव्य, शहीद प्रति सम्मान स्वरूप सामूहिक मैनबत्ती प्रज्वलन, अन्त्यमा आमा बाबा र प्रिय युवा साथीहरू कार्यक्रममा सहभागी भई जेएनजी आन्दोलनका मुद्दा पूरा हुनै पर्छ भन्ने आवाजलाई थप बलियो पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। हजुरको एक दिन केही घण्टा र न्यानो उपस्थितिले शहीद परिवार र घाइतेहरूको घाउमा आशाको मलम बन्नेछ भन्ने गहिरो विश्वासका साथ सहभागिताको लागि पुनः एकपटक हार्दिक निमन्त्रणा गर्दछौं। मिति मङ्सिर 27 गते, समय बिहान 11 बजे, स्थान आदिवासी रङ्गशाला दमक झापा। देश पहिला पद पछि, देश पहिला स्वार्थ पछि, देश पहिला अहंकार पछि, राष्ट्रिय परिवर्तन पार्टी नेपाल।